गाइज मकर सङ्क्रान्तिको करेलाको जरा इस्कुसको जरा गाइज मकर सङ्क्रान्तिको इस्कुसको जरा गाइज भेट्ने कोसिसमा जारी छौँ। भेट्नु लागिरहेछ गाइज गाइज मकर सङ्क्रान्तिको गाइज इस्कुसको जरा खुन्नु लागि परिरहेछौँ। मेसा नस्ता मकर सङ्क्रान्तिको हाम्रो इस्कुसको जरा खानु जुरेको रहेनछ क्या हो गाइज। मकर सङ्क्रान्तिको इस्कुसको जरा गाइज फाइनली भेट्यो गाइज। इस्कुसको जरा भेट्यो डायमन्ड वाओ ओ नाइस ब्युटिफुल फाइनली निस्क्यो गाइज। दुईटा दाना निस्क्यो गाइज। फाइनली मकर सङ्क्रान्ति देखो ना गाइस देखो ना गाइस देखो ना डायमंड निकल रहा है। ओ माय गॉड देखो ना ओ टूट गया। देखो ना गाइस मकर सङ्क्रान्ति कैसे लगा देखो ना गाइस। यतिको ठुल्ठुलो दुईटा भेटियो भने त गाइस हाम्रो लागि त नि हेभ अ नाइस डे हुन्छ त। इस्कुसको जरा भन्छ यसलाई चाहिँ गाइस। ल लभली भेट्यो नि त अनि यहाँ यसको अब आधा टुक्रा खोज्ने प्रयास गर्दैछौँ हामी। एकदम लागि परिरहनु भएछ हाम्रो मिसेस भटनागरजी। फेरि अर्को टुक्रा भेट्न हामी सफल भइसकेको छौँ। उहाँ एकदम मेरो हामी सफल भइसकेको छौँ। हाम्रो मकर सङ्क्रान्ति जे होस् सायद यसो भए राम्रो होला। पुरा लागि पर्नु भएछ खोज्नुमा। अब खै खोज्नुमा लागि परिरहनु भएछ भित्र एकदम।
लाग्दैन। फेरि भेट्न सफल भइसक्यो गाइज सानो डल्ला हाम्रो त नि एकदम मगर सङ्क्रान्ति त आज हाम्रो त फ्यामिली त अनि नाइस हुने भयो नि त हो गाइज। हाम्रो गाउँ चाहिँ यो हो गाइज, देखो न गाइज। हाम्रो गाउँतिर देखो न गाइज, पुरा देखो न गाइज, हाम्रो गाउँघरतिर देखो न गाइज। ऐसा ऐसा पहाड़ है गाइज, देखो ना। देखो न गाइज, हम लोगों को गांव में यस्तो यस्तो छ इस्कुस इस्कुस। अब चाहिँ फेरि हाम्रो यसलाई पुर्ने तर्फ लागिरहेछौँ। यसरी पुर्यो भने चाहिँ भोलि पर्सि गाइज यो अघि निस्केको भन्दा ठुल्ठुलो निस्किन्छ इस्कुसको जरा चाहिँ। अर्को वर्ष फेरि म यसै गरी खनेको भ्लग बनाउँदाखेरि योभन्दा ठुल्ठुलो निक्लेको तपाईहरुलाई देखाउँछु गाइज। गाइज मकर सङ्क्रान्तिको हाम्रो इस्कुसको जरा चाहिँ यति निकाल्नु सफल भयो गाइज। यति निकालियो गाइज, देखो न गाइज। गाइज मकर सङ्क्रान्तिको गाइज अझै पनि छ सानो। देखो न गाइज, न अच्छा धोइहालेछौँ हामी।
mata di cerva itu bit. सब Ahora sama itu. फाइनल पिस गाइज अब सक्यो सक्यो भनेको त छ पो रहेछ त मकर सङ्क्रान्तिको फेरि यो तरुल हुँदैछ गाइज यहाँ केलाउँदै हुन्छ हाम्रो माघे सङ्क्रान्तिको यस्तो छ गाइज रोटी इस्कुस यता रोटी गाइज रोटी तरुलहरू छ हाम्रो उहाँ हुनुहुन्छ हाम्रो आफ्नै कटेजमा पाहाडे कटेजमा छौँ गाइज यो त आफ्नै बारीको छोरो तरुल खाँदै हुनुहुन्छ उहाँले के खाएको रे छोरो भन्दियो होइन हौ तरुल खाएको भन्नु न सिम्बल तरुल खाएको भन्नु त सिम्बल तरुल खाएको भन्नु न ए ल गुड यता भर्खर तातो उठाएर चाहिँ एकदम खानलाई रेडी छौँ गाइज खाँदै पनि हुनुहुन्छ आजको हाम्रो मकर सङ्क्रान्तिको सबैलाई शुभकामना र अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक सेयर पनि गरिदिनु होला थ्याङ्क यू